बाली विश्वकर्मा लागिने यो 3 जातलाई त दलित जनजाति भनेर कामै गर्न दिएन। बन्दुक बनाएको जम्मै ल्याएर पनि बन्दुक पनि मान्छे पनि ल्याएर जेलमा थुनिदियो भने देशपछि त्यो कसरी पछि थियो। यो आउँछ हजुरलाई छेकेर सिलाउ न कहाँ हो पुस्न पनि तुना मिलाउन आउँदैन। मेरो भनाइ कस्तो लाग्यो हजुरलाई? एकदम तपाईँले धेरै कुरा चाहिँ उ गर्नु भएको छ। अनि कसरी सङ्ग्रह गर्नुभयो त यति धेरै ज्ञान? यसो अलिकति जान्न पर्ने भयो। हजुर उसमा इन्डियामा टेक्निकल लाइनमा जाने भर्ती भएको मान्छे। ए हजुर हजुर भालेपुर टुङसाङमा जाने चारद्वार मिसमारी लोखरा तिनसुका डिब्रुकोट डिब्बाई माकुम पानीतोला ढाउला दुमदुमा हाजरापेल सिलाङ ठुला पहाड यतापट्टि जाने चाइनाको र भारतको लडाइँ हुँदाखेरि बम हान्ने जाने शक्तिमा गाडी चलाउने ड्राइभर हो। ए हो कति धेरै सम्झिनु भएको त नि स्मरण शक्ति त ठुलो रहेछ त हजुर। त्यतिखेर मैले बम बोकेर लगेर लिएर गएको हजुर हजुर त्यो ती बमहरू छोडिदिँदाखेरि जनता जाने चाइनाको लडाइँमा भुटुक्कै मरे। चाइनिजहरू मरे, नेपाली मरे, कोही हाइवे सुत्केरी मरे, कोही पनि बच्चा मरे डाङडुङ जस्तो अब कता कता गए त्यस्तो हुँदा भयो। यो बिनासाले यो सरकारी दायराको यस्तो घातकी कामहरू भन्दा बरु मागेर खान्छु भनेर हो जाहेर छोडेर बस बरु आफ्नै देशमा भिख मागेर खान्छु विदेशीको गुलामी गर्दिनँ भनेर पछि म टेक्निकल लाइनको मान्छु। हजुर मैले सब चिज काम जानेको छु, बनाउनु पनि जानेको छु। हजुर भारतबाट पनि नेहरूले चिठी काटेर मलाई बोलायो, म गएँ, पेन्सन दिन्छु बसेर तिम्रो पेन्सन पनि चाहिँदैन, म तिम्रो देशमै पनि बस्दिनँ भनेर आएर वनतिर पसेर निहुरो कुहिलो ठोक्ने मकै बाँधे भोजीमा लाएर खाएको। अहिले पनि अब एउटा छोरो पाएको, चिनोडी केटीलाई दुईटी केटीलाई भुँडी पकाएर दुईटी केटी पनि छोरो पनि कता हिँड्यो ए हजुर हजुर अनि म आउनु पऱ्यो न। होइन ठिक छ राम्रो नि 85 वर्ष भयो। 85 85 अब योलाई जम्मै लुगाको मात्रै दङ छ। अब यहाँ 1.5 करोड केटा जति जम्मै बाहिर पसिसके। अब यस्ता बाल्कीहरू जाने अब यहाँ रङ दलिरहन्। अब कति बढ्यो भन्दा 12, 13, 14, 15 डिग्री बिहान बिबिस भनिदिन्छन्। अब त्यो बिबिस पढेका युवा युवती खुट्टो उचालेर बसिरहेका छन्। खुट्टो उचालेर कहाँ जाने हो भनेर बसिरहेका छन्। यस्तो अल्प गुणका जाने मान्छेहरू मात्रै बसिरहेका छन्। अब बाहिर देशकाले अब यस्ता केटा यो छिमेलका केटाकेटी जति सबै बाहिर गए। यहाँ कसले किन्ने लुगा? अब फर्केला नि बिस्तारै हेर्नुहोस् त हल्लै हल्लामा गयो, अब बुझेपछि त फर्केला नि। अब म बसेकै ठाकी बाल्की हजुर समिता भन्ने म अब म वनतिरै जान्छु भनेर झोलासोला बोकेर हिँडेको। तिमी जान पाउनु बा, तिमी जान मिल्दैन, तिमीलाई हामी पाल्छौँ। हजुर तिमी मेरो घर आएपछि गौँथालले गुण लायो। मैले 12 पास गरेँ। 12 पास गरेपछि कोरियाको भिसा लायो। म नउडिकन तिमी जान पाउँदैन, तिमी कहाँ जाने हो यहीँ बस भनेर छोडेर उसले अहिले महिनाको 3 लाख पठाउँछ उसको बाउ आमालाई। म बुढो मान्छे यसैले दिए 10-5 रुपियाँ दिन्छन् नदिए ठिकै छ। यसै मन उनीले दिन्छ नउनीले। अनि घर चाहिँ कहाँ हजुरको? घर मेरो यता माछा पुछारीको जग्गातिर हो।
लाल पूर्जा छैन केही छैन बना बसेको मान्छेको त्यो घरको के काम लाग्यो अनि वनमा बस्ने बाघले लाल पूर्जा बनाउँछ त हैन त्यहाँको त हामी रैथाने भयो नि त्यहाँ त अब कुरिलो बेच्ने निउरो बेच्ने कुरिलो बेच्ने निउरो बेच्ने ठोट्ने बेच्ने टुसा बेच्ने त्यस्तो ठाउँ हो त्यहाँ अब अहिले निउरो कुरिलो बेच्नलाई उहाँ वनतिर जानु सक्छ यो सम्ममा त हिँड्नु सक्दैन बना गएर कहिले ल्याइदिने निउरो हो त नि हो हँ? गाह्रो छ नि अब तपाईँको यो फेसबुक हो भने फेसबुक थाप्नुहोस् म भन्छु हजुर अब प्रसन्न बाबुराम भट्टराई खड्का ओली देव गुरुङ महादेव कुमार नेपाल झेल्लान खनाल केपी ओली रामचन्द्र पौडेल बाबुराम बादल शेरबहादुर देउका कृष्णबहादुर मोहरा युवराज खतौडा फतेसिंह थारू गगन थापा तपाईँहरू यति नेता नेपालमा जाने अब नेताहरू छौ अहिले दुर्गा प्रसाद आए अनि त्यहाँबाट चाहिँ बालिम सर आए अनि त्यहाँबाट चाहिँ ऊ घन्टी हल्लाउने के अरे लामी छाने आए हजुर यति नेताहरू आएर पनि अझै तपाईँहरूलाई ज्ञान छैन कि माटा मुनिको भूगोल पढाउने 83,000 वनस्पतिको भूगोल पढाउने 83,000 विद्युतको भूगोल पढाउने 83,000 टेक्निकल लाइनको भूगोल पढाउने टाटा एम्बेसडर लाइन मास्टर प्योर जेएमसी चावललेट उलिस्टी मिलिट्री फ्लाइ मोटर बेडफोर्ड पार्किङ डट शक्तिमा गाडीहरू आइचर गाडीहरू लाइलन गाडीहरू चेनवाला डोजरहरू चेनवाला भ्याकुहरू चेनवाला छिटगडहरू चेनवाला दमदमहरू चेनवाला प्लेनरहरू ट्याक्सीमा कोइल कटर हरन डाइनामाइट सिबो मार्टले डिस्ट्रिब्युटर कार्बेटर बाहिर देशकाले यस्तो बनाउन सक्ने यो माटो त झरेको होइन माटो त उम्रेको होइन अकाठो कसेको होइन बाहिर मान्छे निक्लेर बाहिर देशकाले त्यस्तो बनाउन सक्ने तिमी चाहिँ 303 पार्टी 303 पार्टी 303 पार्टी मिलेर पार्टी मिलेर लड्ने के काम अस्ति भर्खर जाने दुर्गा प्रसादले जाने राजा चाहिन्छमा हल्ला गरेर काठमाडौँमा जाने पत्रकार मारिदिए 2 जना मान्छे मारिदिए बाहुनका छोराहरू आएर धम्माधम मान्छे मार्ने सबैभन्दा नेपालमा जनता खराब जनताले अर्थ देश बन्न नदिएको मैले यो फेसबुकहरूमा हालिराखेको छु मैले हालेको कुराको वास्तै छैन सञ्जालमा पनि तपाईँले राखिराख्नुहुन्छ बेला बेलामा ल ठिक छ अघिल्ला चुनावमा चाहिँ केपी ओलीले अघिल्ला चुनावमा केपी ओलीको सभामा 24 दिन 25 दिन बगाएर बसे हजुर थानकोट जेलमा बसे 6 दिनको अमानमा बटुल जेलमा बसे हजुर 3 जग्गा जेल खाएर नि मैले यो यो फेसबुकमा समाचारमा हालिरहेको छु यो कुराको तिमीलाई यादै नभइकन यो पार्टी भनेको छौ ऊ पार्टी भनेको छौ अर्काले बनाएका थिएन कपडामा झन्डा बाँधेर बजार दौडेका छौ अब यो तिमीले केही गर्नेवाला छैन माटो पढाउनु पर्यो अब तिमीले गर्छौ भने माटा मुनिको भूगोल पढाऊ 83,000 वनस्पतिको भूगोल पढाऊ 83,000 विद्युतको भूगोल पढाऊ 83,000 टेक्निकल लाइनको भूगोल पढाऊ अबको 10 वर्षभित्रमा अमेरिका बराबर हुन्छ बस ल अनि हजुरको नाम चाहिँ मेरो नाम अब दुर्गे चनारो भन्छन् हजुर दुर्गे चनारो भनेपछि म चाहिँ नि अब अहिले चाहिँ नि नगरपालिकै 19 नम्बर वाडाबाट पढ्यो हजुर बसाइ जाने तल्लोकोट ठाँटीमा हो हजुर त्यही पनि मलाई अब कहिले कतै लगाएर थुन्छन् कहिले कतै लगाएर थुन्छन् मेरो ऊ नै छैन तर अब चल्ने छैन अब जनताले कुनै पार्टीले नि जनता यस्तो भइसकेको छ कि कुनै पार्टीले पनि झन्डा लिएर निक्लेछ भने
एम्बुलेन्स थापेर चाहिँ त्यो झन्डावालालाई कुइल्याउने जनता त्यहाँसम्म पुगिसकेका छन् कोही पार्टीले झन्डा लिएर निक्लने कामै नगर काम गर हल्ला हल्ला नगर भन्नुहुन्छ हल्ला हल्ला नगर ए हस् ल ल धन्यवाद मैले हजुरको भिडियो रेकर्ड गरेको छु